आदरणीय दर्शकवृन्द, जय मसीह, नमस्कार अनि ख्रीष्ट अभिवादन। म पास्टर सङ्गम केसी तपाईँहरूको बिचमा वचन, प्रार्थना र जीवन मेरो आफ्नै युट्युब च्यानल मार्फत परमेश्वरको वचन लिएर आएको छु। अनि धन्यवाद भन्न चाहन्छु, तपाईँहरूले वचन मन पराउँदै हुनुहुन्छ। यो परमेश्वरको वचन हो, अझै मन पराइदिनुहोस्। मन पराउनु भन्दा पनि परमेश्वरको वचन तपाईँ आफै, जब मैले बाइबल धर्मशास्त्र खोलेर पढ्छु अनि तपाईँसँग बाइबल उपलब्ध छ भने तपाईँले बाइबल, पवित्र धर्मशास्त्र बाइबल हेर्न सक्नुहुन्छ। या मैले बोलिसकेपछि पछि तपाईँले फेरि आफ्नो युट्युब च्यानल अन गर्नुभयो अथवा मेरो युट्युब च्यानलमा गएर अन गर्नुभयो अथवा यो भिडियो हेर्नुभयो भने परमेश्वरको वचनलाई तपाईँले केलाउन पनि सक्नुहुन्छ। प्रिय दर्शकवृन्द, आज म यूहन्नाको पुस्तकबाट यो वचन बोल्दै गर्दा यूहन्नाको सुसमाचार 2 अध्यायको 12देखि तल 25 पदसम्मै छ। तर यो लामो भए पनि छोटो रूपमा म बाँड्न चाहन्छु। अनि यो चाहिँ अलिकति सजिलो पनि छ, किनभने येशूले मन्दिर शुद्ध पार्नु भएको भन्ने शीर्षकमा छ। अघिल्लो समयमा काना नगरको विवाह उत्सवमा कसरी येशूले आफ्नो जीवनमा सेवकाईको दौरानमा पहिलो आश्चर्य कर्म गर्नुभयो र खाली घ्याम्पाहरूमा पानी भरेर त्यो पानीलाई, साधारण पानीलाई कसरी दाखमध्यमा परिणत गर्नुभयो। एउटा मिराकल, एउटा अचम्मको काम त्यहाँनिर छ येशू ख्रीष्टको जीवनमा। अब यहाँनिर चाहिँ कसरी येशू ख्रीष्टले मन्दिरलाई शुद्ध पार्नु भएको भन्ने खण्ड हामी पढ्दैछौँ। यसबाट म तपाईँलाई पहिला खण्ड पढेर नै अनि परमेश्वरको वचनमा जान चाहन्छु। यूहन्नाको सुसमाचार 2 अध्यायको 12देखि तल 25 पदसम्म लेखिएको छ। म स्वर पढ्छु अनि मैले जानेका कुरा तपाईँलाई बुझाउन चाहन्छु। त्यसपछि उहाँ आफ्ना आमा, भाइहरू र चेलाहरूसँग कफरनहुममा जानुभयो र केही दिन त्यहाँ बस्नुभयो। यहुदीहरूको निस्तार चाड नजिकै थियो र येशू यरुशलेममा जानुभयो। उहाँले मन्दिरमा गोरु, भेडा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो। तब डोरीको एउटा कोरा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगाउनुभयो र पैसा साट्नेहरूको रचेकी खोप्ट्याएर तिनीहरूका टेबल पल्टाइदिनु भयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब्तुक लैजाऊ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याऊ। उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको यो कुरा याद भयो, तपाईँका भवनको जोसले मलाई जलाउनेछ। यहुदीले उहाँलाई भने, तपाईँ यी काम गर्नुहुन्छ त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ? येशूले तिनीहरूलाई जवाफ दिनुभयो, यस मन्दिरलाई भत्काइदेऊ र म 3 दिनमा यसलाई खडा गर्नेछु। तब यहुदीहरूले भने, यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो र के तपाईँ यसलाई 3 दिनमा खडा गर्न सक्नुहुन्छ र? तर जुन मन्दिरको विषयमा उहाँ बोल्नु भएको थियो त्यो उहाँको शरीर थियो। जब उहाँ मृतकबाट उठाइनुभयो तब येशूले भन्नुभएको यो कुरा चेलालाई स्मरण भयो र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे। जब उहाँ निस्तार चाडको भोजको बेला यरुशलेममा हुनुहुन्थ्यो तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे। तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नु भएन, किनभने मानिस के हो भने उहाँ जान्नुहुन्थ्यो र उहाँलाई मानिसको विषयमा कसैले सिकाउन आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो। आमेन। प्रिय दर्शकवृन्द, भर्खरै यो खण्ड पढियो। येशू ख्रीष्टले मन्दिरलाई शुद्ध गर्नुभएको कुराहरू कचोटि विवादास्पद पनि हुन्छ। कचोटि मानिसहरूले बुझ्दैनन्, थियोलोजिकल्ली बुझ्दैनन्, यसको मेथोडोलोजिकली पनि बुझ्दैनन् किन येशूले मन्दिर शुद्ध गर्नुभयो भन्ने कुरा। विभिन्न धारमा, विभिन्न समयमा, विभिन्न कालमा मानिसहरूले आफ्ना आफ्ना अनुमानहरू लगाएका छन्। अनि किन यरुशलेमको मन्दिरमा व्यापार गरियो? किन मन्दिरमा व्यापार गर्नुहुन्छ र? या मन्दिरमा जस्तो नेपालमा पनि धार्मिक स्थलहरू छन्, पशुपतिनाथको मन्दिर, कृष्ण मन्दिर, अब ठुला मन्दिर, जानकी मन्दिर। नेपालमा हिन्दू धर्मावलम्बी धर्ममा आस्था राख्ने मानिसहरूको आफ्नो आफ्नो मन्दिर छ। तपाईँलाई म अझै भनौँ, म आफू हिन्दू ब्याकग्राउन्डबाट आएको कारण प्रभुको मन्दिरको बारेमा मलाई धेरै कुराको ज्ञान छ। जस्तो यहाँ के अरे चौबार गणेश भनेर हामी भन्छौँ, चौबारमा छ। हरेक मङ्गलबार त्यहाँ जल विनायक भन्छ त्यो मन्दिरलाई। त्यहाँ मानिसहरू हरेक मङ्गलबार जान्छन्। अनि त्यसपछि बिहिबार तपाईँले
बिहिबार यो बगलामुखीको मन्दिर छ, बगलामुखी त्यहाँ देवीको मन्दिर छ, त्यहाँ मानिसहरू जान्छन्, हरेक बिहिबार त्यहाँ जान्छन्। त्यस्तै दक्षिणकालीको मन्दिरमा प्राय मानिसहरू हरेक बिहिबार या शनिबार दक्षिणकालीको मन्दिरमा जान्छन्। अनि मानिसहरूमा त्यो विश्वास छ देवीलाई भाकलहरू चढायो भने अथवा गर्यो भने पुरा हुन्छ भनेर मानिसहरू भाकल लिएर दक्षिणकालीको मन्दिरमा बिहान 3 बजेदेखि राति 2-1 बजेदेखि नै मन्दिरमा जाने त्यहाँ प्रचलन छ। यस्ता मन्दिरहरू नेपालमा थुप्रै छन्। अनि यसो भन्दै गर्दा हिन्दू धर्मका मानिसहरूले आफ्नो मन्दिरमा आफ्नो भगवान आफ्नो देवी देवताप्रति आस्था राखेको कुरामा यसो गर्नुहुन्न हामी भन्न सक्दैनौँ। आज संसारमा हरेक मानिसलाई आफ्नो धर्मको अभ्यास गर्ने अधिकार छ, चाहे त्यो इस्लाम धर्म मान्ने होस्, चाहे त्यो बुद्धिस्ट होस् जो बुद्धका 8वटा उपदेश मान्नेहरू हुन्, या यहुदी धर्म मान्नेहरू हौँ, या सिख धर्म मान्नेहरू हौँ, या हिन्दू मान्ने क्रिस्चियन क्याथोलिक जति पनि संसारमा धर्महरू छ, हरेक मानिसलाई आफ्नो धर्मको अभ्यास गर्ने अधिकार छ। हामी यसो भन्न सक्दैनौँ कि होइन तैँले यस्तो गर्नुहुन्न तर यस्तो मान्नुहुन्न हामी भन्न सक्दैनौँ। हरेक मानिस स्वतन्त्र छ, हरेक मानिस उसको आफ्नो आस्थामाथि उसको आफ्नो विश्वासमाथि उसले पछ्याएको कुरामाथि उसलाई गर्ने अधिकार छ। कति मानिसहरू ओशोको शिक्षामा छन्, आनन्दसँग उसले तपोवनमा गएर ध्यान गर्छन्, मेडिटेसन गर्छन्, किन गरिस् हामी भन्न सक्दैनौँ। किन यस्तो भइरहेको छ? मान्छे शान्ति खोज्न चाहन्छ, मान्छे आफूलाई शान्त बनाउन चाहन्छ। ईश्वरको नाममा, भगवानको नाममा, देवी देवताको नाममा, परमेश्वरको नाममा, अल्लाहको नाममा भनौँ, अनि मानिस आफूलाई शान्त राख्न चाहन्छ। धर्म मान्नु नराम्रो कुरा होइन, धर्मको अभ्यासमा गर्नु नराम्रो कुरा होइन, तर सत्य कुरा चाहिँ के हो भने सत्य चाहिँ के हो, मुक्ति चाहिँ केमा छ, उद्धार केले पाइन्छ, त्यो जान्नु चाहिँ महत्त्वपूर्ण कुराहरू हो। अनि ईश्वरीय मन्दिर शुद्ध गर्नुभएको कुराको सन्दर्भमा म तपाईँलाई बताउन चाहन्छु। आफ्ना आमा भाइहरू चेलासँग उहाँ कफरनहुममा जानुभयो अनि केही दिनसम्म त्यहाँ बस्नुभयो। अनि यहुदीहरूले मनाउने चाड निस्तार चाड, छुटकाराको चाड भनेर भनिन्छ। जब मिश्रका मानिसहरू, जब इजरायलीहरू मिश्र देशको दासत्वमा थिए अनि उनीहरूलाई छुटकारा दिनको निम्ति मोसालाई परमेश्वरले, मोसा र हारूनलाई फारो राजाको अगाडि परमेश्वरले लैजानुहुन्छ इजरायलीहरूलाई। अनि उनीहरू मेरा मानिसहरूलाई जान दे, तिनीहरूले निस्तार चाड मनाउन्, तिनीहरूले चाहिँ मेरो चाड मनाउन्, मेरो मसँग तिनीहरूले आराधना गर्नु भनेर पटक पटक मोसा मार्फत परमेश्वर बोल्नुहुन्छ, तर फेरि उनले जान दिँदैन। इजरायलीहरू दासको रूपमा मिश्र देशमा थिए। यदि इजरायलीहरूलाई त्यहाँबाट पठायो भने उनीहरूको देशमा काम कसले गर्ने? उनीहरूलाई दास बनाइएको थियो मिश्र देशमा। अनि छुटकाराको निम्ति अनि ती इजरायलीहरूको रोदन आवाज परमेश्वरले सुन्न भएको थियो। अनि बाइबलमा हामीले पढ्यौँ भने, प्रस्थानको पुस्तकमा हामीले पढ्यौँ भने त्यहाँ 10वटा विपत्तिका घटना कुराहरू छन्। कसरी फारोलाई तर्साउनको निम्ति परमेश्वरले 10वटा ठुला विपत्तिहरू ल्याउनुहुन्छ। हुन त मिश्रका जादुगरहरूले पनि धेरै कुराहरू गर्छन्, तर मोसा र हारूनको अगाडि जो परमेश्वरको नाममा उभिनु भएको मोसा हुनुहुन्थ्यो, परमेश्वरलाई आम्ने सामने देख्ने मोसा हुनुहुन्थ्यो, मोसाको अगाडि उसको केही लाग्दैन। अनि त्यसपछि त्यस्ता विपत्तिहरू, अनि त्यसबाट इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिलाएर लैजाने क्रममा त्यो छुटकाराको एउटा चाड निस्तार चाड थियो। अनि त्यही कुरो त्यो चाड यहुदीहरूले पुरानो करारको समयपछि पनि, येशू ख्रीष्ट संसारमा आइसकेपछि पनि यहुदीहरूले यो चाड चाहिँ मनाइरहेका थिए, छुटकाराको चाड, निस्तार चाड, कि मिश्र देशको दासत्वबाट परमेश्वरले आफ्ना मानिसहरूलाई छुटकारा दिनुभयो। यो चाड नजिकै थियो, येशू पनि यरुशलेममा जानुभयो। अनि उहाँले मन्दिरमा गोरु भेडा ढुकुर बेच्नेहरू, पैसा साट्नेले किनबेच गरेको भेटाउनु भयो कि त्यहाँ चाड आउँदैछ। अनि मानिसहरूको एउटा व्यापार पनि त्यहाँ थियो। उनीहरू त्यो चाडमा चढाउनु पर्ने कुरा चाहिँ के थियो? गोरु भेडा ढुकुरका बचेराहरू, अनि पहिलो फल चाहिँ त्यहाँ चढाउनु पर्ने थियो भनौँ मन्दिरमा। अनि त्यो निस्तार चाडको समयमा उनीहरू त्यो बेच्नका लागि तयारी भएर बसेका थिए। तर किन येशू ख्रीष्टले यस्तो गर्नुभयो? किन यो किनबेच गरिरहेका भेटाउनु भयो? अनि गोरु भेडा ढुकुर बेच्नेहरू, पैसाहरूको किनबेच गरेर भेटाउनु भयो। तब डोरीको एउटा कोरा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगाउनुभयो। पैसा साट्नेहरूको रचकी घोप्टाएर तिनीहरूका टेबल पल्टाइदिनु भयो र ढुकुर बेच्नेलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाऊ, मेरो पिताको भवनलाई व्यापारको घर नतुल्याऊ। प्रिय दर्शक, किन प्रभुले यसो भन्नुभयो? म तपाईँलाई यसको एउटा कुरा बताउन चाहन्छु। जुन बलिदान मानिसहरू चढाउँदै थिए, स्वयं येशू ख्रीष्ट हामीले पढ्यौँ, परमेश्वरको थुमा, संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा भनेर बप्तिस्मा दिने यूहन्नाले भनेको हामी पढ्दै थियौँ।
स्वयं थोमा मानिसको पापको प्रायश्चितको निम्ति उभिनुभएका येशू ख्रीष्ट यरुशलेमको मन्दिरमा आउनुहुन्छ अनि उहाँ स्वयं नै बलिको थुमा बनेर खडा हुँदै गर्दाखेरि ती मानिसहरूले चाहिँ मसीहालाई ख्रीष्टलाई परमेश्वरको थुमालाई देख्न नसकेको कारण चिन्न नसकेको कारण उनीहरू चाहिँ त्यही पुरानो जीवन उनीहरू बाँचिरहेका थिए। हाम्रो पापको शुद्धताको निम्ति हामीले यसो गर्नुपर्छ, यो किन्नुपर्छ, मन्दिरमा चढाउनुपर्छ भनेर उनीहरू त्यतातिर थिए। अनि मन्दिर चाहिँ कस्तो थियो? परमेश्वरको आराधना गर्ने, त्यो मन्दिरको अगाडि परमेश्वरको महिमा गर्नुपर्ने मन्दिर थियो। सोलोमनले बनाएको मन्दिर उनले प्रार्थना गर्दा भनेका थिए, कुनै विदेशी आएर यहाँ प्रार्थना गर्छ भने त्यसको प्रार्थना तपाईँले सुन्नुहोस् भनेर उसले त्यहाँनिर मन्दिरको अगाडि प्रार्थना, मन्दिर समर्पण गर्दा प्रार्थना गरेको घटनाहरू त्यहाँ छ। अनि यो कुराहरू गर्दै जाँदा प्रभु येशू ख्रीष्टले किन मन्दिरबाट सबै लगार्नु भयो भने स्वयं प्रभु येशू नै मन्दिरमा चढाइने त्यो बलिको थुमा हुन। तर यो कुरा इस्राएलीहरूले यहुदीहरूले बुझेनन्। त्यसकारण नबुझेको कारण मन्दिरलाई व्यापारको घर बनाएको कारण उहाँले भन्नुहुन्छ, यी सब थोक यहाँबाट लैजाऊ, मेरो पिताको घर भवनलाई व्यापारको घर नबनाऊ, मेरो पिताको घर चाहिँ प्रार्थनाको घर हुनुपर्ने, तर तिमीले यसलाई व्यापारको घर बनायो। त्यसकारण उहाँले मन्दिरलाई सफा गर्नुभयो, लखेटे दिनुभयो, पैसा राख्ने रचकी घप्टाइदिनु भयो, टेबल पल्टाइदिनु भयो र त्यहाँबाट डोरीले लगेर्नु भयो। अनि किन प्रभु येशू ख्रीष्ट यस्तो रिसाउनु भयो भन्ने प्रकारको कुराहरू पनि आउला। तर यहाँनिर हेर्ने हो भने त्यहाँनिर तल प्रश्न गरिन्छ, तपाईँको भवनको जसले मलाई चलाउनु छ भने चेलाहरूले त्यो परमेश्वरको वचन बोलिएको कुराहरू बुझ्छन्। अनि त्यसपछि यहुदीहरूले प्रश्न गर्छन्, तपाईँले के गर्नुभएको यस्तो, तपाईँ यी काम किन यस्तो गर्दै हुनुहुन्छ, अनि हामीलाई के चिन्ह दिनुहुन्छ भन्दै गर्दाखेरि प्रभुले भन्नुहुन्छ, यो मन्दिरलाई तिमीले भत्काइदेऊ, म 3 दिनमा यसलाई खडा गर्नेछु। अनि त्यो मन्दिरको कुरामा उनीहरूले भन्छन्, यो मन्दिर बनाउन त 46 वर्ष लाग्यो, यो त इस्राएलीहरूको यहुदीहरूको एउटा प्रतिष्ठा हो, एउटा गौरव हो, यो त 46 वर्ष लाग्यो। र इस्राएलीहरूले आएर यहाँ सधैँ यसरी यहुदीहरूले यसरी परमेश्वरलाई भनौँ निस्तार चाड मनाइरहेका छन्। तपाईँ भन्नुहुन्छ यो चाहिँ म भत्काइदिन्छु, 3 दिनमा बनाइदिन्छु, कसरी तपाईँ यसो भन्न सक्नुहुन्छ, कसरी तपाईँले यस्तो कुरा गर्न सक्नुहुन्छ? प्रभुले भन्नुभएको थियो, तिमीले यसलाई भत्काइदेऊ, तर म यसलाई खडा गर्नेछु, म 3 दिनमा यसलाई खडा गर्छु। तिनीहरूले भन्छन् यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो, के तपाईँ यसलाई 3 दिनमा खडा गर्न सक्नुहुन्छ? तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो त्यो उहाँको शरीर थियो, तर उनले बुझेनन्। तर उहाँले भन्नुभएको मन्दिर चाहिँ उहाँको आफ्नो शरीर थियो। किन 3 दिनमा खडा गर्ने कुरा उहाँले गर्नुभयो? उहाँ मारिनुहुन्छ, उहाँ गाडिनुहुन्छ र तेस्रो दिनमा उहाँ बौरिनुहुन्छ। वास्तवमा साँचो मन्दिर चाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ। अनि पहिलो कोरिन्थी 3 अध्यायको 16-17मा लेखिएको छ, पावलले भन्छ, के तिमीलाई थाहा छैन तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्ने तिमीलाई थाहा छैन? जसले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ त्यसलाई परमेश्वरले नष्ट गर्छ। अब स्वयं मानिसको हृदयमा येशू ख्रीष्ट, त्यो आत्मारूपी येशू ख्रीष्ट हामीसँग बास बस्न आउनुभएको छ, हाम्रो शरीरमा, हाम्रो हृदयमा। येशू ख्रीष्ट जो उद्धारकर्ता प्रभु हुनुहुन्छ, हामीमा बास बस्न आउनुभएको छ। त्यसकारण प्रभुले भन्नुभयो, उहाँले बोल्नुभएको त्यो मन्दिरको कुरा चाहिँ उहाँको शरीर थियो। जब उहाँ मृतकबाट उठाइनु भयो तब येशूले भन्नुभएको कुरा चेलाहरूलाई स्मरण भएपछि र तिनीहरूले धर्मशास्त्रमाथि र येशू प्रभुले बोल्नुभएको वचनमाथि विश्वास गरे। जब उहाँ निस्तार चाडको भोजको बेला यरुशलेममा हुनुहुन्थ्यो तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँमाथि विश्वास गरे। तर येशूले आफैलाई तिनीहरूका भरमा चढ्नु भएन, किनकि मानिस के हो भने उहाँ जानुहुन्थ्यो। अनि अन्तमा यूहन्नाले कोट गरेको कुरा यो मलाई मनपर्छ, उहाँलाई मानिसको विषयमा कसरी सिकाउन आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ उहाँ स्वयं जान्नुहुन्थ्यो। किनभने येशू ख्रीष्ट चाहिँ पुत्र परमेश्वर, त्रिएक परमेश्वरको एउटा प्रतिरूप, सबै कुरा देख्ने जान्ने, सारा संसारको सृष्टिभन्दा अगाडि प्रस्थानको पुस्तकमा मूसालाई भन्दै गर्दा म हुँ जो म हुँ, म वही हुँ भनेर भन्नुहुन्छ। त्यो जो हुँ म हुँ भन्ने कुरा चाहिँ आदिमा म छु, आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो, वचन नै परमेश्वर थियो। अनि त्यही येशू ख्रीष्ट तपाईँ र मेरो हृदयको कुरा उहाँले जान्नुहुन्छ। त्यस कारण उहाँलाई छकाउन, ढाँट्न, उहाँको विरुद्धमा हामी उत्रन सक्दैनौँ। त्यस कारण आज प्रिय दर्शकवृन्द तपाईँलाई यो कुरा भन्न चाहन्छु, जसरी येशू ख्रीष्टले यरुशलेमको मन्दिर साफ गर्नुभयो, आज हामीले पनि हाम्रो चर्चहरूमा, हाम्रो मण्डलीमा, हाम्रो हृदयमा भएका दूषित कुराहरू, जुन कुराले परमेश्वरको महिमा हुँदैन, जुन कुराले येशू ख्रीष्ट खुसी हुनुहुन्न, त्यो कुराहरू हामीले सफा गर्न जरुरी छ। कसरी? पवित्र आत्माको शक्तिले, वचनको सत्यताले, येशू ख्रीष्टद्वारा गरिने प्रार्थनाले हामीले
यरुशलेमको मन्दिर सफा गरे जस्तै हाम्रो हृदयलाई सफा गर्नु आवश्यक छ। हाम्रा अनैतिक सोचहरू, हाम्रा व्यभिचारका विचारहरू, हाम्रा लोभहरू, हाम्रा लालचहरू, हाम्रा ईर्ष्याहरू, हाम्रा घमण्डहरू, हाम्रा दम्बहरू जो हाम्रो हृदयमा गुम्सेर बसेका छन्, अनि त्यो हृदयमा चाहिँ येशू ख्रीष्ट बस्नुपर्ने थियो, तर हृदयमा त्यस्ता कुरा छन् भने हामी आफूले परमेश्वरको वचनद्वारा धोएर सफा गर्नु जरुरी छ। अनि मात्रै हाम्रो जीवनबाट परमेश्वरले महिमा लिनुहुनेछ र येशू ख्रीष्ट प्रज्वलित हुनुहुनेछ। परमेश्वरले आजको वचनमा आशिष दिनुभएको होस्। हस्त दर्शकवृन्द, आज 2 अध्याय सकाउनै पर्ने भएको कारण अलि लामो भएको छ, माफ गर्नु होला। आफै पनि वचन पढ्नु होला, मैले भनेको कुरा वचनमा मिलेन आफै खोज्नु होला र परमेश्वरले तपाईँलाई निश्चय पनि आशिष दिनुहुनेछ। पछि तपाईँलाई जानकारीको लागि कसरी कन्ट्याक्ट गर्न सकिन्छ त्यो एड्रेस पनि हामी दिउँला। अहिले हामी ट्रायल पिरियडमा छौँ। तपाईँले धेरै परमेश्वरको वचनबाट धेरै नै आशिष बटुल्नु हुने नै छ। हवस् त दर्शकवृन्द, आजलाई बिदा चाहन्छौँ। प्राविधिक मित्र रतन र म पास्टर सङ्गम केसी तपाईँबाट बिदा हुन्छौँ। अर्को श्रृङ्खलामा भेट्ने बाचाका साथ आजलाई आज्ञा दिनुहोस्। जय मसीह अनि नमस्कार। कस्तो लाग्यो सुन्यौ?